हेलो गाइज, गुड मर्निङ है। एकदम सँगले आरामै हुनुहुन्छ होला सबैजना। आज चाहिँ मेरो भ्लगको शीर्षक त्यस्तो केही चाहिँ छैन, तर हाम्रो गाउँमा चाहिँ एकदम इम्पोर्टेन्टै मानिन्छ यो खालको कामलाई चाहिँ। आज हाम्रो गाउँमा चाहिँ संसारी माईको पूजा भन्ने चाहिँ एकदमसँगले हुँदैछ र त्यसको खासियत र त्यसको अर्थ चाहिँ के भन्नुहुन्छ भने चाहिँ हरेक वर्षको चैत्र 9 गते हाम्रो संसारी पूजा हुन्छ हैन। त्यहाँ हाम्रो देवीथान मन्दिर छ, त्यहाँ हुन्छ। संसारी माई पूजा मन्दिर लाउनुको कारण चाहिँ र गर्नुको कारण चाहिँ के भन्दाखेरि चाहिँ तपाईँको मकैको समय आउँछ र मकै रोपेपछि पानी पर्दैन क्या। तपाईँको अनि पानी पर्छ यो पूजा लगाएपछि भन्ने हाम्रो आशा र धार्मिक पनि छ है। एकदमसँगले जियोस्। अब चाहिँ गएर चाहिँ अब त्यो पूजा मान्छे के गर्छ भने चाहिँ तपाईँको पूजा हुने अनि कुखुरा काट्ने, पठाङ्ग्री काट्ने, यस्तो भोग चढाउने चाहिँ हाम्रो विषय छ। आफ्नो धर्म सांस्कृतिक हुन्छ आफ्नो ठाउँमा हैन। त्यस्तै छ। हामी अब त्यही पुगेर हामी कुरा गर्छौँ है। स्थानमा आइसक्यो, तर यो स्थान चाहिँ तपाईँको यस्तो छ कि यहाँ आइन्छ नि एकदम आनन्दको माहौल छ क्या। मतलब घरको तराईको बिचमा जस जङ्गल जस्तो देखिने ठाउँ छ। त्यहाँ एउटा मन्दिर छ क्या, जस एउटा शान्त टाइपको ठाउँ लाग्छ क्या मलाई चाहिँ। तपाईँलाई म भिडियो त्यस्तो टर्न उता पल्लोपट्टि गएर पछाडिपट्टि गएर देखाउँछु है। त यस्तो छ यो हाम्रो ठाउँको चाहिँ यो टक्क यस्तो छ है। अनि उहाँ पर चाहिँ तपाईँको भित्र चाहिँ तपाईँको मन्दिर छ। यहाँ मन्दिरमा पूजा गरिन्छ। अनि हाम्रो मैले चाहिँ अब फुलपछि त केही पनि ल्याएको छैन, म भित्र पस्दिनँ होस्। अब डाइरेक्ट म चाहिँ जे होस् अब पकाउने ठाउँतिर सरसगाइमा चाहिँ जान्छु। यस्तो भित्र छ यस्तो यो टाँटारीको रुखहरू छ भित्र निकै। अनि उहाँ पूजा गरिन्छ। यहाँ पूजा स्थल हो। यो चाहिँ पूजा गर्दै हुनुहुन्छ संसारी माईको पूजा। अनि हरेक वर्ष संसारी माईको 9 गते पूजा लाग्छ र हरेक वर्षको वैशाख 9 गते ठुलो मेला लाग्छ। मेला लाग्ने ठाउँ चाहिँ यो है। फेरि यो खेतैभरि मेला लाग्छ पुरै। यो चाहिँ चौतारा या हाम्रो जलकुमारी देवीथान भन्ने नाम चाहिँ हाम्रो यही संस्थाको नाम हो। यहाँ मिटिङहरू बसिन्छ। जस्तै अब गर्मीमा हावा पनि निकै राम्रो आउँछ यो रुखहरूबाट। अनि यहाँ आएर बस्छौँ हामी चाहिँ है। एकदम रमाइलो यो पूजा गरिराख्नु भएको छ गर्नेहरूले चाहिँ देख्न सक्नुहुन्छ। दायाहरू पूजा गर्दै हुन्छ। यज्ञ स्थल भयो यो चाहिँ। अनि यहाँ चाहिँ दुईवटा पूजा मन्दिर भन्दा यो अर्को त्यो जालिलाको यो चाहिँ थारूहरूको चाहिँ थारूहरू जातहरूको चाहिँ पूजा स्थल भन्ने गरेको छ। अनि हाम्रा मधेसी दाजुभाइ थारू दाजुभाइहरू चाहिँ आएर पूजा गर्नुहुन्छ। हरेक मेला पनि हुन्छ र हामी पनि पूजा गर्छौँ। हाम्रो नि गर्नुपर्छ हुन्छ, किनकि अब भगवान्हरू भनेको सबै एउटै आशा। भगवान्हरूमा कोही भेदभाव हुँदैन। एकदम रमाइलो छ ठाउँ चाहिँ। अब हामी डाइरेक्ट पकाउने स्थलतिर जान्छौँ है त। यहाँ चाहिँ खसीको सेक्सन, पठाङ्ग्री सेक्सन। यस मेरो दाजु दर्शन है। तपाईँको नि तपाईँलाई भाइरल पाल्नु परेन। यहाँ खसीको मासु पाक्छ। यहाँ चाहिँ उता चाहिँ कुखुराको मासु फाट्छ। यो यता कुखुरा, त्यहाँ कराई छ कुखुरा पकाउने। त्यहाँ पठाङ्ग्री खसी जे भरि पाक्नु त त्यसकै जातको पाक्छ नि त। थर्को मेरो दाई सङ्गम दाई एकदम कलमा बिजी। फेसबुकमा हाल्छु नि त कोही बेला अलिअलि। म कोही बेला हाल्छु नि फेसबुकमा। हाम्रा काका हुनुहुन्छ मस्त चुरोट तान्दै। पठाङ्ग्री पोलै यता टाउको प्रसादै। यो चाहिँ प्रसाद पराल हालेपछि त अब चाहिँ पाएको। यसलाई भरे पकाएर राख्नै पर्दैन। यो चाहिँ कुखुरा पकाउने ठाउँ। यो चाहिँ कुखुरा फाट। यहाँ पठाङ्ग्री फाट, त्यो कुखुरा फाट। कुखुरा यहाँ मारिँदैछ एकदमसँगले। कराई तात्तिरहेको छ भुत्लाउनको लागि। त्यहाँ एउटा पठाङ्ग्री छ, एउटा दुईवटा पठाङ्ग्री चाहिँ धुँदैछ, पखाल्दैछन् दाइहरूले। अब यसरी नै
गरेर पकाइन्छ हैन पकाएपछि टक्क सबैलाई बाडिन्छ अब हामी चाहिँ त्यही भुट्ला सक्यो हैन हातको हात त्यस्तै हो कालो कालो भुट्ला सकेछौँ हामीले दाइहरु सबैजना यहाँ भुट्लाएर बसेको गएर पखाले टक्क पकाएपछि हुन्छ है त ल पाक्दैछ हैन मासु हाम्रो संसारी पूजाको प्रसाद पाक्दैछ अनि सागर दाइ च्यानल छैन नि दाइ मेरो अब बनाएर हाल्छु नि म यहाँ पाक्दैछ मासु दाइले काट्दै हुनुहुन्छ हैन यता मरमसलाको तयारी हुँदैछ भ्लग जस्तै जस्तै भनौँ न एकदम सागर दाइ ओ सागर दाइ मेरो छ नि युट्युब च्यानल सागरे हो भने सर्च गर्नु कि अब वान अफ दि फ्याटेड पर्सन इन आवर भिलेज सागर राई बुढी बोय काम यस्तै छ अनि छिन्दाङ्गे भाइ के छ ठिक छ छिन्दाङ्गे भाइ अनि सन्चै पूजा खाना आइस नि त मैले अनि कस्तो घुम्दै आएको अनि त अघि पकाउने बेलामा त कहाँ थिइस् त कहाँ बस भेट्न गएको थिइस् ल हाम्रो त्यहाँ पाक्दैछ कान्छुहरू पकाइरहेको छ म चाहिँ पार्टी खान्न कि त्यहाँ पार्टीको फाट चाहिँ उहाँ पर छ होइन यो हाम्रो कुखुराको फाट के पार्टी खानु पार्टी खानु नि दाइ म बाख्राको खाँदैन यता मन्दिर हाम्रो वैशाख 9 गते सबैजना हाम्रो मेलामा इन्भिटेसन छ है एकदम सँगले आउनु खेलेर रमाइलो मेला लाग्छ वैशाख 9 गते अनि सागर दाइ के भन्न चाहनुहुन्छ भाइ त के भन्छ यता भन्नु ल भाइलाई के छ काका नमस्ते अब सागर दाइ नभन्नु हामी डाइरेक्ट खाने बेलामा चिउरा ल ल सबैजनालाई कुखुरा खाने हो है यहाँ चाहिँ बाढचुडी आज बाँडिँदैछ है अब चाहिँ संसारी पूजाको प्रसाद लाइनमा ल सब भाइ यता लाइनमा यता चाहिँ पुरा सबै यता पठाङ्ग्री खाने पठाङ्ग्री फ्याट पठाङ्ग्री यहाँ चाहिँ एकदम कस्तो अनुभव हुँदैछ चाहिँ पठाङ्ग्री मासु खाना म त कुखुरा हो नि त पिटाइ त्यस्तो गाडी खाने रहेछ आयो भने त त्यो चाहिँ पठाङ्ग्री फाटेकै पार्टी खाने फेसबुकमै हाल्नु हो ए त्यही पनि प्रसाद खाएको त्यस्तो नहाल्नु पाइँदैन भाइ एकदम रमाइलो भइरहेछ है ठिक छ होइन प्रसाद खाँदै के भन्न चाहन्छस् कि मेरो कस्तो छ मेरो भएको छैन कस्तो नगर हो बा त्यो त हाल्ने हो नि ए चिउरा पस्ला है अलिक परबाट थापौँ है दिले बाबा बाँड्ने हुनुहुन्छ यो चाहिँ कुखुरा है यो चाहिँ ल स्पेसली यो चाहिँ केटाहरू भाइ बहिनीहरूको लागि है खास गरी यो पूजा चाहिँ सबैजना हामी सानो सानोदेखि नै आउँथ्यौँ अहिलेसम्म बुढो भएर आइएकै छ होइन ठिक छ भाइ मजाले खाए चाहिँ हाम्रो कुखुरा फाट उता चाहिँ तपाईँको बाख्रा हामी पार्टी खाँदैन नि त लिइसकेँ मैले पनि एकदम सँगले नै भाइ कस्तो मिठो छ केटा हो एकदम दाइ सर्ट होइन विदेश पछि लाएर सम्झेन हुन्छ नि त भाग संसारी पूजाको प्रसाद होइन संसारी पूजाको टक्क खाइसक्यो प्रसाद
अब हिँडेको हामी चाहिँ जाने हैन ल हाम्रो कञ्चन पूजा ब्लग यही सकिन्छ हाम्रो अब खाएर हिँड्यो हस् त नमस्ते